चर्कनी यहाँबाट पास भएर यहाँबाट गएको मलाई थाहा छ उर्खुट्टा कामी हेर्नु अझै पनि सोच्दा त रौँ ठाडो भइरहेछ कि एकदमै धेरै चर्कनी हान्न थाल्यो त्यसपछि हामी चाहिँ अहिले पनि पछाडि देखिरह होला है छिटोभन्दा छिटो निस्क्यौँ हिजोको के भन्छ रे यसलाई प्रगति हिँड्ने बेला दारी उसकै काट्नु पर्ने अहिले यहाँ बिज आएर कट्टु लाउनु पर्ने रे कट्टु किन जानु पर्ने चेकिङ परेको बाटोमा वहाँनिर बसेको अरे कप्सहरू होइन चिसो चाहिँ लास्ट चिसो केटा चितवन त चितवन यो पनि तल चितवनमा गाडोबाट पसिना आएको थियो माथि चितवनमा चाहिँ जाडोले अल राइट गाइज वेलकम टु माई न्यू भ्लग है आजको दिनमा एकदमै रेडी भएर चाहिँ हामी कहीँ जानु लाग्यो त्यसको बारेमा अहिले भन्छु पहिला हेर्नुहोस् जानुभन्दा अगाडि दारी सेभिङ बिहान भरि चाहिँ अरू काममा गयो हरायो होइन अब जहाँ हिँड्ने भनेर केटाहरू सब रेडी भइसक्यो तपाईँहरू नै बाहुनको पीडा विडम्बना भनेको यही हो मेरो चाहिँ छैन धन्न है दारी जुगाको नाममा 5-6 वटा होला दारीको नाममा 12-13 वटा होला त्यही पनि नङ्गटले काट्नुपर्छ तर यहाँ चाहिँ हेर्नुहोस् है यस्तो छ यो नङ्गटले त अहिले मैले नङ्गटले काट्छु छ्या लगडा अब बाटोमा भेट्छु है त कहाँ जानु लाग्यो भनेर हजुरहरूलाई एकैचोटि देखाउँछु है त लगडा घरबाट निस्क्यौँ होइन बाइकमा चाहिँ चेन ओइल सकेको कारणले गर्दा चाहिँ चेन ओइल हाल्न आएको छ मैले होइन अब यहाँबाट सिधै कहाँ जाने भन्दा फेरि पेट्रोल हाल्नुपर्ने हुन्छ पेट्रोल हालेपछि चाहिँ हाम्रो गन्तव्य सुरु हुन्छ बल्ल काहीँ नरोकी त नजाने हो त्यसपछि अहिले चाहिँ ठ्याक्क यो चेन ओइल हाल्दैछ नि त्यहाँ म चाहिँ बसिरहेको छु लास्ट गमी भयो कि कस्तो हेर्छौँ देखियो केटा है लगेडा हो है बाइकमा चेन पनि बनायो अब पालो चाहिँ पेट्रोल हाल्ने निकै डाँडा उभिनु परेको कारणले गर्दा चाहिँ पेट्रोल चाहिँ हाल्नुपर्छ बेलैमा होइन अब एकचोटि सबै केटाहरू जम्मा भएपछि भेट्छु है त ल फाइनली है सबै कामसाम सकेर निस्किसकेँ मेरो यो अगाडि 2टा केटाहरू छ यहाँ एउटा पछाडि एउटा छ है अब चाहिँ सिधै बाटोमा हिँडिसक्यौँ हामी यस्तो छ यी मेन रोडको हलिचली चितवनकोमा गरी गरेर वाइड भएको छ त्यही पनि मतलब छैन है एउटा अब सिधै कहाँनिर भन्दाखेरि अब अलिक खुल्ला बाटोमा गएर भेट्छु है त हजुरहरूलाई बताउनु छ नि त मैले कहाँ जानु लाग्यो भनेर अलिकति केही प्याक भयो डिस्टर्ब भयो जस्तो भयो होइन त्यही भएर अब सिधै त्यो बाटोमा गएर भेट्छु है त ल केटा हो हामी चाहिँ है पर्सा चैनपुर चोकदेखिबाट चाहिँ अब शक्तिखोरतिरको यात्रा गरियो होइन हामी चाहिँ कहाँ जान लाग्यो हो भनेर भन्नुपर्दा चाहिँ हामी चाहिँ भित्तीहरू है भित्तीहरू भित्ती नम्बर 1 भित्ती नम्बर 2 भित्ती नम्बर 3 ल कहाँ जान लाग्यो भनेर भन्नुपर्दा चाहिँ हामी चाहिँ जान लाग्यो अहिले सिराइचुली हिल है सिराइचुली भनेको चाहिँ अब त्यसको ऐतिहासिक के भन्छ अरे ऐतिहासिक कुरा गर्नुपर्दा चाहिँ सिराइचुली भनेको चितवनको सबभन्दा अर्को पिक हो है अब नेपालको पिक सगरमाथा भने जस्तो चितवनको चाहिँ सिराइचुली हो होइन अब त्यो ठाउँमा चाहिँ हाम्रो ग्याङ दाजुभाइ सबै फर्स्ट टाइम जान लाग्यो हो अब त्यहाँ गएर कस्तो छ वातावरण होइन त्यहाँ चिल हान्ने ठाउँ ठिक छ कि छैन हजुरहरूलाई आउन ठिक होला कि नहोला भन्ने कुरा चाहिँ म अब वहीँ गएपछि देखाउँछु होइन के कस्तो हुन्छ भन्ने कुरा अब चाहिँ सबैजना जम्मा भएर हिँड्ने काम हिँडियो होइन अब बाटोमा के कस्तो हुन्छ उतार चढावहरू आयो भने देखाउँला नआए पनि हजुरहरूलाई भेट्दै गर्छु है त लास्टसम्म हेर्नु होला है ब्लग फेरि चेकिङ परेर यहाँ केटाहरू तनाम पासे चेकिङ परेको बाटोमा वहाँनिर बसेको अरे कप्सहरू होइन अब योसँग लाइसेन्स छ मसँग छ योसँग छ क्या हो यो छ यसको चाहिँ बिल बुक पनि भएन कि फेरि टेन्सन अर्को टेन्सन भनेको त्यहाँनिर भयो कि अब यताउति गरेर जसरी भयो मिलाएर माथ जाने पनि भेट्छ है त लेकडा हो है एउटा 2टा 3टा बाइक चाहिँ पास भयो होइन 2टाको चाहिँ अब त्यस्तै भएर उनीहरू चाहिँ यताबाट भित्रबाट घुमेर आउला अब हामी भेट्ने भनेको सिधै शक्तिखोर गएर हो होइन ल सिधै गएर भेट्छु अब केक लिन आएको हामी चाहिँ है बर्थडे बोयको ह्याप्पी बर्थडे सरोज यो गर्मीले हालत खराब भइसक्यो यहाँ पसिना पिएर घायल भइसक्यो बाइक त्यहाँ छ केटाहरू आउनु बाँकी छ अझै है अहिले के भयो भन्दाखेरि त्यहाँ चेकिङ परेर चाहिँ ल्याङ भयो कि अब बिलबुकै नल्याएर चाहिँ केटाहरूले त्यही भएर चेकिङ परेर ल्याङ भयो केटाहरू चाहिँ यताबाट घुमेर आउनु टाइम लाग्नु भयो हामी चाहिँ सिधै आएको भएर हामी चाहिँ छिटो आयौँ त्यही भएर हामीले सामान किन्न आएको होइन त्यो मन्दिर कटेसी क्या त्यो मन्दिर कटिसकेपछि अलि अगाडि आएपछि घुमिदिनु त्यही अब केक सेक लिएर सामान किनेपछि भेट्छु है यहाँ फेरि नयाँ घटना घट्यो है हिँड्ने बेला दारी उसकै काट्नु पर्ने अहिले यहाँ बिज आएर कट्टु लाउनु पर्ने रे कट्टु किन जानु पर्ने
तपाईँ के हो आज बाधा बन्न मात्रै आयो कि केही छिटो हुने काम पनि गर न कहिलेकाहीँ होइन के सबैलाई रमाइलो लाओस् के भन्न चाहन्छु पास चाहिँ कसरी पास हो राम्रै हामीले पनि लाखा थिएँ यसले पनि लाखा दिदीले पनि लाखा उसले पनि लाखा तिम्रो चाहिँ तिम्रो चेन होला न अनि कटु लाएर आउँदा नि के हुन्छ त नि अनि पाइन्टै लाउनु पर्ने रे तपाईँलाई फेरि पाइन्ट नलाइ काहीँ पनि जान्न त अनि हामीले कालो हुन्छ भनेर प्यान्ट लगाएको हो आज चाहिँ सङ पार होइन के होइन बिहा गर्नेहरू अगाएर ल कोही केटी हुनुहुन्छ भने चाहिँ हाम्रो दाइ सिङ्गल हो स्टिल भर्जिन है अहिलेसम्म उ त्यो गरेको पनि छैन अरे दाइले सिकार रेडी हुँदैछ है यहाँ 1 किलो 1.5 किलो बुङ्गुर 3.5 किलो सुँगुर 2 खुट्टे सुँगुर है के मुख रासा कि यसको अहिले काट्ने सब हेरेर भएको भोलि पर्सि आउँछ अब आनन्दले ढुक्कै रेडी गरेर हाल्नु के आत्तिरी छ झगडा हो है अब चाहिँ शक्तिखोरदेखि पठाउने माथि डाँडा चढ्न सुरु गरिसक्यौँ होइन अब आउने पहिलो स्टप भनेको उपर दाङगढी हो जुन ठाउँमा म 2 चोटि आइसकेँ हजुरहरूलाई पुरानो भ्लग पनि हेर्न सक्नुहुन्छ होइन उपर दाङगढीको बारेमा माया टारको बारेमा पनि छ आलु जाने चाहिँ त्योभन्दा नि माथि हो होइन यसो छ बाटो हेरी ठाडै उकालो पड्केको सुन केटा पड्केको क्या यस्तो छ कामहरू चाहिँ है रमाइलो छ चिसो हुँदै आयो बल्ल अघि गर्मी भएर मरो लाग्थ्यो अझ लास्ट चिसो हुँदै आयो है ल अब बाटोतिर के कस्तो हुन्छ भने भेट्छ होइन सबैले यहाँ काजुली फेर्न खान् यस्तो जाडो भयो ल अब हिँड्नेवाला भेट्छ लगेडा हो हामी चाहिँ है उपर दाङगढी पनि कट्यौँ माया टार पनि कट्यौँ है अब चाहिँ नेक्स्ट सिस्टम भनेको चाहिँ सिराइजुलीको लागि अगाडि बढिरहेको छ हामी होइन यता गाडी छ मजाले तानिरहेछ बाइकले पनि मजाले तानिरहेछ बत्तिरहेछ है गाडी दुःख सुख चाहिँ दिएको छैन त्यो ठाउँमा इन्जिन चाहिँ हल्का तात्ने कारणले गर्दा के चाहिँ गएको गर्ने हो नभए चाहिँ अलिक पनि छैन है यसो छ बाटो यो त फेरि खोइ हिँडिहाल्नु लाग्यो यतापट्टि एउटा गाडी सकेडा हो है तल चाहिँ यस्तो जताततै धेरै भिड छ क्या पिच्छौमा मात्रै बाटो छ त्यही पनि पिच छ कि हेर केटा हो पिच छ त्यही पनि ल यहाँ चाहिँ 2टा बाटो रहेछ एउटा यता होइन अब सोचपुछ गर्दाखेरि चाहिँ यो यता जानु खोजेको तँलाई घरबाट राम्रो बाटो हिँड्नु भने होइन रोड हुँदाहुँदै त कच्ची बाटो हिँड्ने होइन अब यता नि खतरा उस बन्नु लाग्यो रिसोर्ट हेर्दा पुरा हो यस्तो ठाउँमा धरि यस्तो डेन्जर बन्नु लाग्यो बाटो चाहिँ यता रहेछ यसरी हामी फेरि लाग्यो भने मन्तव्यतिर होइन हेर डाँडा हेरेर चिसो चाहिँ लास्ट चिसो केटा चितवन त चितवनै हो पनि तल चितवनमा गाडोबाट पसिना आएको थियो माथि चितवनमा चाहिँ जाडोले टेन्सन भएको छ फेरि बाइकको ब्रेक तात्तेर ब्रेक सोल तात्तेर फेरि रोकिनु पर्यो होइन बाटो चाहिँ अब यहाँबाट कच्ची रहेछ यस्तो हुँदै यहाँ हुँदै यस्तो हुँदै यस्तो हुँदै त्यस्तो यस्तो जानुपर्ने रहेछ ल के छ हजुर हजुर लगडा सिधै भएर भेट्छ अब लगेडा तिमीहरूलाई स्वर्ग हेर्नु मन लाग्यो भने ए हेर त ल हेर त केटा ल हेर त अनि के चाहियो यो भन्दा होइन ल
पहिलो समुद्र तार्दैछौँ हामीले चाहिँ है के खोला भन्थ्यो कि यसलाई रिग्दी खोला अरे है रिग्दी खोला अरे यो चाहिँ है यहाँ पनि पुल बन्न लाग्छ यस्तो ठाउँमा पनि यत्रो पुल बन्न खोज्नु भनेको योभन्दा कति विकास चाहियो हो भने होइन अरू जस्तो अमेरिका अस्ट्रेलिया जस्तो सिधा त छैन नि हाम्रोतिर त यत्रो यत्रो पाहाड छ अनि यस्तो ठाउँमा नि यत्रो पुल बन्दा पनि नपुगेको खतरा छ है केटाहरूलाई बाटो चाहिँ लगभग अब आधी घन्टा 40 मिनटमा चाहिँ पुगिन्छ होला भन्ने चाहिँ अनुमान छ होइन अब हामी अहिलेसम्म गएको छैन सोध्दै जाने हो त्यसैले भेटौँला होइन फेरि बाटो हेर त भेटौँला भनेको भेट्नु एब्जेक्ट इज किङ यस्तो बाटोमा एब्जेक्ट इज किङ केटा हो भेट्यो भित्तीहरूलाई ल केटा हेर सिन हेर लोकल नेपाली स्टाइल पुरा हेर त आम्मा क्या दाम देख्यो क्या मेरो त आफै ब्रेक लगाइराख के तातेर ल केटा बाख्रा हेर त आम्मा बाख्रा त हवस् जाने अब यहाँबाट भन्दा के भन्नुहुन्छ जाने कस्तो भइरहेको छ ए तिनीहरू रोक्ने होइन मजा आइरह तिनीहरूलाई कुद्ने होला नि केटा है हामी जानु लागेको बोर्ड चाहिँ हजुरहरूलाई देखाउँछु म ल हेर्नुहोस् अघि हामीले पास हुँदै आएको मायाटार होइन इच्छाकामना मन्दिर भनेको यता हो बासपुर यो भइहाल्यो यहाँ बसेको ठाउँमा अनि हात्तीबाङ हामी जानु लागेको हात्तीबाङ पछि बल्ल सिराइझुली ढुङ्गे यो सिराइझुली यहाँ माथि यस्तो चितवनमा पनि यस्तो ठाउँ छ दाइ है यति कतिको चिसो भयो तपाईँ आफै भन्नु न ल ज्याकेट लाउनु पर्यो अब यस्तो बेलामा नि चितवनमा हाम्रो घरतिर गाड पोलेको अहिले यतिखेर अहिले पोल्दा पसिना झार्दै आएको हामी अहिले हेर्न ज्याकेट लाएर म चाहिँ कट्टु लाग्छु है दाइ मेरो फुल लुक्स देखाइदिनु न देखे कपालको बान्दा राम्रो देखेछ खोलौँ ठिकै देखे भाइ चाहिँ त्यहाँ यसो लोकेसन बताउनलाई बसिरह होइन माथि अब चाहिँ हामी जानुपर्ने हुन्छ है धेरै बेर बस्नुहुन्न खासमा हामी 3 बजे घरबाट 2 बजे घरबाट निस्किने भनेको तर अघि देखाएँ नि मैले कसैको बाहुनको दारी लामो दारी काट्न पर्ने गयो फेरि त्यही मान्छेको फेरि प्यान्ट टाइट भयो चड्डी किन्न पर्ने पुछार काट्न पर्ने गर्दा गर्दै हामी आइपुग्यौँ मैले चाहिँ अब चाहिँ नजिकै छ अहिले बासपुर होइन बासपुरमा आइसकेँ बाटो चाहिँ त्यही हो हेर बाटो चाहिँ यतातिर पनि गाउँ रहेछ है रमाइलो भइरहेको छ अहिलेको एकदमै धेरै बाख्रा चाहिँ यो घरको रहेछ अनि दिदीको बाख्रा लगभग थियो कतिवटा थियो दाइ 100 बढी थियो होला नि लगभग अनुमानमा 100 जति थियो बाख्रा केटा तिमीलाई जोत लाग्छौ भन्ने अब जोतै सम्झी थिन चाहिँ थियो गर्न चाहिँ भ्याएन आँखा तिर्मिरह्यो तर थिन चाहिँ थियो त्यति बाख्रा केटा चाहिँ बसिरहेछ अब जाने है त ल यता चाहिँ पानी चाहिँ यस्तै हुँदैछ कताबाट लिएर यहाँ जम्मा गर्नु रहेछ अनि यहाँबाट उहाँ पाइप छ नि रोक्नु म देखाइन्छ यो पाइपबाट चाहिँ घर लिएर जाँदैछ अनि सुन्तला चाहिँ हेर है केटा सुन्तला यो देखिरहेको नि यो सुन्तलाको बुटहरू है यो चितवनमा पनि सुन्तलाहरू उत्पादन हुने रहेछ अनि रहेछ यता चाहिँ मकैबारी रोप्नु भएको रहेछ होइन सबैजनाले त्यो केटाहरू छन् जाने यता अब ल अँध्यारै हुन थालिसक्यो भन्दै लडेर अँध्यारै हुन थालिसक्यो लगभग 6:30 भइसक्यो मलाई चाहिँ एकदमै चिसो लागेर क्या भित्र लुगै लागिसक्यो क्या बोल्नु पनि नमिल्ने नाकसाक तानिसक्यो होइन यो चलाइरहेछ अघि एकछिन मैले चलाएँ हात दुख्यो त्यो छोडिदिएँ यस्तो छ तलतिर भ्यू हेर केटा यति चिसो छ नि यति चिसो छ यो वैशाखको बेला पनि यति चिसो छ के हो यो त बियर कलेक्सन हो क्या यहाँ त यति चिसो छ ल अब चाहिँ सबै हाल्छौँ एकजना बाइक चाहिँ पछाडि छ होइन आउँदैछ साथी चाहिँ हाम्रो ग्याङ चाहिँ यता आउँदैछौँ अगाडि जाँदैछौँ होइन अब अलबल पर्यो यता कि यता भनेर 3टा बाटो यार डेस्टिनेसन कहाँ हो हाम्रो यही हो क्या हो लगडा अब फाइनल्ली हामी चाहिँ आइपुग्यो के माग्यो हात्तीबाङ आइसक्यो अब योभन्दा चाहिँ उता नजानु रहेछ बाइक राखेर आज यही बसेर भोलि चाहिँ हिँडेर जानुपर्ने रहेछ होइन यताबाट आएको मेरो साथीहरूले मलाई भेटिसके हाई पाए हाते
त्यही होइन हजुर हजुर यो चाहिँ हाम्रो आज बस्ने होमस्टे भन्ने होइन यहाँ बस्ने होइन त हजुर हो चढो भा अब एकदम चट्टो लगाएर रमाइलो रहेछ यार ठाउँ त यार हेरेर यस्तो क्लिन देख्यो यार अब हाम्रो ठाउँ चाहिँ कहाँनिर बस्ने भनेर हामी हेर्दैछौँ यहाँनिर चट्ट लगाएर झन् छुट्ने हो भित्र आइज के कता हो केटाहरू सब भित्र छिरेको थियो ओ के हो यो ज्वरो आयो किन ओइ के हो यो सुन्ठाम यो हो डेन्जर आएको यार एकटा अब सट्ट फ्रेसर्स भएर भेट्छु है त एकटा अब फाइनली बस्ने चाहिँ हेर्दै भयो है त्यही भएर एकटा बाइक साइक पार्किङ गर्नु लाएँ कोही आगो तापिरहेको छ आगो नभएको छ म चाहिँ यसो अब के गर्ने बनाउनु पऱ्यो गरी खाने भाँडो है एउटा भोलि देखाउँछु म यस्तो क्लियर डाँडा देखाउँछु भोलि तर मौसमले साथ दिनु पऱ्यो होइन त्यति मात्रै हो भोलि देखाउँछु म यस्तो दामी देखाउँछु म डाँडाहरू ल अब यताउति गरेर भेटिन्छ है त लगडा अहिले चाहिँ टक्क लारी बार्बिक्यू हुँदैछ है यतातिर चाहिँ लाइन साइन सब गरे यता रेडियो रेडियो सुन्दै हामीलाई चाहिँ यता सब छ नि पानी परेको कि सिम पानी परेको अलिअलि रोकिन्छ बेला बेला त्यो बेला चाहिँ हल्का पकाइहाल्नु भनेर पकाउनु थालेको यस्तो छ है यता छ अरू चाहिँ यहाँ छ है अब कुखुरा चाहिँ सेक्को बनाउनु लाग्यो एक चाहिँ ग्रेभी बनाउनु लागि देख्यो भने अब भात चाहिँ हाल्नु पनि हुन्छ फेरि लाइन आयो केटा यो लाइन बाल्नु भन्न केटा फेरि लाइन गयो केटा पहिलो लट के भन्छ होला सेकुवा चाहिँ रेडी भएर थोरै चाख्नु लाग्छ न है मिठो त्यस्तै हो तितो भएको छ त्यो पनि सबै हुँदा चाहिँ मिठो हुँदो रहेछ अब एकचोटि हाफ सान्ने बेला भेट्छु है त हाना बेराजु गीत गाउन बदे नै भएको प्याकुलीको तमनै नभएको गीत गाउन बदे नै भएको एक मिनट पीस काट्दै खाए तिमीहरु ल ह्यापी बर्थडे काटे काट्यो भाइ चाहिँ केटा ओइ अन्डा सेन्टा क्लोथ ओइ भिडियो अफ गर्न ओइ लेदर फ्यातर नगर यो नेपाली पालो आइज केटा मिसन दाइ कपालमा टोप्रो अड्क्यो ल भन्छ मेरो टोप्रे दाइले अड्काइदियो के जन्मदिनको धेरै धेरै शुभकामना तिम्रो फलोस फुलोस अब 12 पास भएन अब तिम्रो जन्मदिनको धेरै धेरै शुभकामना हैन भयो त्यो टी-शर्ट तिर न उस गन्जीतिर उस नहाल्न यस्तो नगर्न केक खाडी कुरा यस्तो नगर्न यार नगर्नु यार केक नहाल्नु केक नहाल्नु
लगडा अब बर्थडे सेलिब्रेसन पनि सक्यो है एकदमै सानो एकदमै छोटो अब हाम्रो खानपिन प्रोग्राम हुन्छ है हाम्रो खानपिन सबै आइसकेको छ ढोका चाहिँ कस्तो खालको भने ढोका लाउनै नमिल्यो हो न यहाँ चुकुल छ न यहाँ है यस्तो छ योभन्दा माथि हुन्न क्या फेरि यस्तो यस्तो भित्ती ठाउँमा आएर बस्नु परेछ म त हाल्दिनँ म त काट्दैन राम काट्दैन म त यो मुख छाडेको हाल्नै पर्छ हैन यो मुख छाडेको त हाल्नै पर्छ मुख किन छाड्ने मुख किन छाड्ने ख्याल गर वाइ यु युज द र फोर्ड ओए इङ्ग्लिस हाने तैले बुझेन कि आज एकछिन दिमाग कसको मुख नछाड्नु कस्तो कसको बारे मैले हाल्न अझै हाल्नु मलाई त हाल्छ ला मैले मेरो मोबाइल कहाँ फाले तेल राख्दैन 10 जनालाई पुग्ने कुकर मात्र भात पुग्छ मलाई पुग्छ नि भाइ धेरै नहाल्दैछु भने थोरै हाल्छु म हैन अझै छ होला भात उहाँनिहरूको हैन यो त सेल्फ सर्भिङ सिस्टम है दोस्त छोटो भने एकछिन हालिदिए त कस्तो बुवा त अङ्कितले हालिदिहाल्छ को तिमी वारियो ओए मितो वारियो ब्रदर हैन वाट इज योर फादर पुट इज योर नेम इट्स मी युवराज योर ब्रदर हो के जनै देखाउ त ल एकदम एकदम कानमा हाल बुङ्गुरको मासु बुङ्गुरको मासु किन हाल अनि के हाल्छ त बुगर मासु छैन आउँछ कि मासु बुङ्गुरको मासु अर्को ग्रेभी छैन छाड्दै त्यसो भने निस्ते भात खाने हो यतिको लोयल चाहिँ हुनुपर्छ है बाहुन भएपछि अनि के मासुले घाउ आउँछ नि त मुला ठिक छ ल जनै कानमा हालेर खाउ न अनि त्यस्तो हुन्न कि घाउ आउँछ जानी हो कि त्यहाँ लगेर अब मेरो भागमा चाहिँ भात यति पर्यो है भात त धेरै नै पर्यो तरकारी चाहिँ थोरै पर्यो होइन अब खानुपर्ने हुन्छ कहाँ बसेर खाने हो यहाँ ओके दाइ यहाँ बसेर हालिदिनु है यस्तो गरेर मजाले गम खानुपर्ने हुन्छ है गुड मर्निङ है बिहान भयो हिजोको के भन्छ अरे यसलाई प्रगति हिजोको प्रगति काण्ड मादल काण्ड के भयो अब चाहिँ बिहान टक्क लेमन टी बिहान यस्तो छ अब चट्ट चिया खाएर डाँडा चढ्ने बेला भेट्छ खिचडी भएर लगेर यहाँ चाहिँ बाइक स्टार्ट हुने कार्यक्रम हुँदैछ है यता यता चाहिँ वान टाइम हो कहाँ छ यो चाहिँ वान टाइम एब्सेन्ट भनेको एब्सेन्ट हो 220 पनि एब्सेन्ट वान टाइम यता चाहिँ मौसम यस्तो छ पानी पनि लगायो यार केटा ओ के धुवा नै फाल्यो त चिसो भएर ओ के आगो बल्यो ओ गाड बल्यो भेट्छ है त हामी चाहिँ निस्क्यौँ है अब चाहिँ अबको हाम्रो लास्ट डेस्टिनेसन भनेको चाहिँ सिराइचुली हो होइन अहिले चाहिँ के बाङ्ग्ने हो हात्तीबाङमा आएर बस्यौँ होइन एकै दिनमा भएमाथि पुग्न चाहिँ नमिल्ने रहेछ अब दिउँसै आउनुभयो भने त पुग्न मिल्छ तर बेलुका पख आउनुभयो भने चाहिँ माथि बस्ने ठाउँ नरहेछ यो भन्दा माथि बाटो चाहिँ यस्तो छ हेर्नुहोस् अन्त क्यामेराको क्वालिटी पनि ढिसा होला किनभने यो अलिक अँध्यारो छ कि खुलिएको छैन त्यो भनेर आइफोनमा चाहिँ ब्लर आउँछ त्यही हो अब अरू चाहिँ बाटोहरू म देखाइहाल्छु बिचो बिचोमा अब यहाँबाट लगभग 10-15 मिनट जति बाइक चलाइसकेपछि चाहिँ ट्रेकिङ रहेछ त्यसपछि अब सिधै ट्रेकिङमा जाने बेला भेट्छु है त हजुरहरूलाई एउटा हो है केटाहरू चाहिँ नआउने कुरा भयो किनकि त माथि गएर चाहिँ हिँड्नुपर्ने छ अरे धेरै नै अनि पानी पनि हल्का सिमसिम परिरहेको छ त्यही कारणले गर्दा चाहिँ केटाहरू नआउने भयो हामी चाहिँ दाजुभाइ मात्रै भयो नि जाने निर्णय गरेर हिँडिसक्यौँ हामी चाहिँ हाम्रो गन्तव्यतिर है अब हामीले जहाँ भनेको छ त्यहाँ त पुगिनु त फर्किने कुरा भएन पानी चाहिँ सिमसिम परिरहेको छ त्यही पनि बाले भएन भ्यू चाहिँ मजाको छ यार केटाहरू यत्रो टाढाको बिचमा यतापट्टि हो यतापट्टि उयो साइडमा फिस्लिङ यता मुग्लिन है यो चाहिँ चितवनै हो अरे है फेरि चितवनै हो अरे यो चाहिँ अब ठ्याक्क माथि गएर भेट्छु है त हजुरहरूलाई क्या डेन्जर बाटो झऱ्यो है यार यहाँ यस्तो डेन्जर झऱ्यो नि यहाँ बाटो त आमा बाटो त कस्तो हावा चल्यो नि त त्यही भएर
बाटो त केटा हो यत्तिको भएन भने चाहिँ हजुरहरू डाँडामा नउगिँदा बेस्ट है बरु दिउँसो आउनुहोस् तर वहीँ माथि जाने तालले चाहिँ नआउनुहोस् ट्रेकिङ गर्नुहोस् तलैदेखिबाट बाटो चाहिँ वाइल्ड खतम छ त्यही माथि हेर्नु त यस्तो छिटो बादल झऱ्यो हो होइन क्यामेरामा नदेख्यो होला यस्तो के पानीको रफ्तार झरे यस्तो झऱ्यो कि सिमसिम पानी र हावाहरू एकदमै ठुलो आइरहेछ कि यो चाहिँ सब लाली गुराँसको रुखहरू हो नि गुराँसको रुखहरू यो चाहिँ यहाँबाट माथि चढ्नु रहेछ एकटा हामी चाहिँ बाइक स्टेसनमा आयौँ होइन माथि जान्छ माथि राम है यसरी भयो नि यहाँबाट सिराइचुल जान्छ यहाँबाट राक्षस माथि के आउनुपर्छ मैले त्यहाँबाट हो बाइक गयो केटा म तिमीलाई देखाउँछु है बादल कस्तो झऱ्यो भने म तिमीलाई देखाउँछु कसम ल हेर यहाँ ल हेर त यत्रो ठुलो हाबोरी आएको छ पानी पनि सिमसिम परिरहेको छ होइन यता फेरि यस्तो छ ल यहाँबाट सिराइचुली जाने चाहिँ यो बाटो है म तपाईँलाई जुम गरेर देखाउँछु यो बाटो उक्लिँदै यस्तो जाने यस्तो गएर यतापट्टि डाँडाभरि पुग्नुपर्ने चाहिँ भन्ने चाहिँ हामीले सुनेको थियौँ हामी चाहिँ फर्स्ट टाइम नै हो सिराइचुली लेखा हो यहाँ भेटेछ कि अरू तल भएको छ हेर त केटा केही देखियो नि केटा बादलले गरेर यार हेर त भ्यू त कस्तो भयो ब्लर आयो ल हामी चाहिँ अब दाजुभाइ चढ्यौँ है त डाँडातिर अब डाँडा चढ्न चाहिँ लगभग 1 घन्टा नदी लाउँछ अरे भन्ने चाहिँ कुरा गरेको थिएँ अघि एकजना चढेर आइसक्नु भएको रहेछ बिहानै चढे होइन होला त्यो पनि यतै बसेर आयो होला कतै अब बिहान चढ्ने चाहिँ हामी मात्रै हो र यो सिजनमा चाहिँ हाम्रो ग्याङ मात्रै आएको रहेछ यहाँ चाहिँ अरू कोही पनि नआएको रहेछ किनभने यो सिजन आउने सिजन होइन अरे कि हावाहुरी पानीको भरै छैन अरे त्यही भएर मान्छेहरू चाहिँ नआउनु रहेछ किनकि बाटो नै त्यस्तो थियो त अनि होइन हामी पो पागल भएर हामीलाई कुनै बाधा अर्चनले रोक्नु नसक्ने भएर हामी चाहिँ आयौँ होइन तर हजुर आउनु चाहनुहुन्छ भने चाहिँ फागुन चैत चाहिँ बेस्ट अरे है यो लाली गुराँसहरू नि फलिरहेको हुन्छ अरे अहिले चाहिँ उही केस पल्टिनु भयो त यार फेरि वाल गर्मी भएको भित्र गर्मी भएको छ बाहिर यस्तो चिसो भएको हावाहरूले गरेर कि अब यहाँ भर्याङ छैन अरे ए यताबाट बाटो रहेछ फेरि ल अब हजुरलाई बाटोबाट भेट्छु है त म के कस्तो हुन्छ देखाउँदै गर्छु बाइक त माथि जान्छ क्या बाटो त हामी चाहिँ यताबाट जाने हो नि त अब हिँडेर जाउँ है हिँडेर जाने हो बाइक बाइकको फेरि हालत खराब हुन्छ हामी हिँड्न नसक्ने एउटा फर्केर जाँदै एउटा ठाउँ चाहिँ यस्तो छ है लास्ट वहाँ कति तल अझ अहिले मौसम क्लियर नभएर चाहिँ राम्रोसँग देख्यो होइन माथि पुग्नु जसमा हुन्छ किन तर मौसमले चाहिँ डेन्जर साथ दियो हामी चाहिँ यहाँबाट जाने यस्तरी जाने र पुग्नु पर्ने चाहिँ कहाँ गयो हो देखाइदिएर भनेर हो यतातिर हो कि हामीले हात पानी खाएनौँ है यो चाहिँ मुटु खुट्टा चाहिँ त्यस्तो साह्रो दुखे होइन तर धेरै नहिँड्ने बानीलाई होला नि मुटु चाहिँ लास्ट फुल्दिनु रहेछ यार छ्या हो नि त्यहाँ माथि ठुलो गल्ती के गर्यो भन्दा पानी ल्याउन बिर्स्यो अब माथि पुगेर झर्ने जसमा हामी पानी एउटा नै खान्न च्यालेन्ज भयो है च्यालेन्ज केटा हो सिराचुली माथि हिलमा पुगेर तल नफर्केसम्म पानी खान्न हामी च्यालेन्ज है त ए बाटो त बाटो चाहिँ यही हो है चढ्ने यसरी बिस्तारै केटाहरूले हरेस खाए हामी चरेस खान्छौँ तर माथि चाहिँ पुगेर आउँछौँ हरेस चाहिँ खान्छौँ हामीले हेर यहाँबाट यता भनेको फेरि यतापट्टि रहेछ यस्तो 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 तर दामी देखियो एउटा बाटोमा देखाउँदै गर्छु हात पनि गऱ्यो थाक्यो इन्डिङ पोइन्टमा पुग्ने बेलामा हारै खायो ल केटा हामी चाहिँ लगभग 25% चाहिँ आइपुग्यौँ है हामी आएको बाटो चाहिँ उयो हो यस्तो आएर यहाँबाट यस्तो आऊ यस्तो हुँदै यहाँ ल जानुपर्ने हामी चाहिँ यस्तो हुँदै उहाँ झन्डा देख्नु भयो नि तपाईँलाई म देखाइदिन्छु 18 पुरो म्याक्स पो हो त्यो हल्का हो यो झन्डा नि यहाँ पुग्नुपर्ने यहाँ यसको हेर्नु कति छ डिस्टेन्स
यस्तो हुँदै 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 त्यहाँ पुग्नु पर्ने ल थाकेर वाइल्ड भयो है मेन चाहिँ हामीले पानी नलिएर गल्ती गऱ्यौँ गरे पनि वाइल्ड हुनु लाग्यो अब सक्दैन ज्याकेट नगरी यार यसो हिँड्नुपर्छ केटा हो कहाँबाट आउँदा हामी त रेडी ल फेरि जाने बेला भेट्छु है त लगडा चितवनमा पनि लाली गुराँस फुलेको चाहिँ म तिमीहरूलाई देखाउँछु है लिएर चार धेरै भयो यहाँ फुलेको छ होइन यहाँ उहाँ लठरमै छ क्या लाली गुराँसको बुटहरू चाहिँ यहाँ चाहिँ यस्तो बाटो छ बिचमा चाहिँ धेरै नै रहेछ यो साइड र यो साइडमा चाहिँ सबै लाली गुराँसको बुटहरूले छेक्ने रहेछन् हामी चाहिँ अब बोली सुनेर थाहा हुँदैन वाइल्डले थाकिसक्यो आइसक्यो हामी फाइनल्ली सिराइचुली हिल टपमा पनि आइपुग्यौँ हामी हार नमानिकि त दाजुभाइ हिँड्दा हिँड्दा ओइ कस्तो भयो फ्रेस हुनु ओहो मन्दिर रहेछ ला त मन्दिर रहेछ अरे एउटा एक ढोकानु पनि मन्दिर रहेछ एकमा घर है ल माता रक्षा गरून् आइपुग्यो तिम्रो शरणमा घोडै टेकेर ढोक्दैन ल रक्षा गरून् ल साथीहरू फाइनली बुकै लटपट थियो पानी नपाएर यस्तो भयो साथीहरू फाइनली चितवनको सबभन्दा अल्को हिल जस्तै हजुरहरूको नेपालको सगरमाथा भने जस्तै हाम्रो चाहिँ चितवनको सिराइचुली सबैभन्दा अल्को डाँडा है एकदमै चिसो छ यहाँ चाहिँ दुईजना सिराइचुली माताहरू हुँदो रहेछ उहाँहरूलाई यसो ढोकभेट गरेँ अनि हजुरहरूलाई देखाउँछु म मन्दिरको बारेमा पनि त्यहाँ चाहिँ सबैजनाले लाली गुराँस चढाउनु भएको रहेछ अब हामीले चाहिँ त्यही हो सिजन अफ सिजनमा आएर चाहिँ लाली गुराँस भेटेनौँ त्यही कारणले गर्दा हामीले चढाउनु पाएन तर यहाँ चाहिँ हाम्रो सान गर्वको झन्डा छ यहाँ चाहिँ हाम्रो है यस्तो छ अब हजुरहरूलाई म टपमा गरेर देखाउँछु है त यही हो एकदमै मजा आयो केटा एकदमै मजा आयो ल यहाँको चाहिँ अब हजुरहरू पढ्नु मन छ भने चाहिँ स्क्रिनसट गरेर पढ्न सक्नुहुन्छ है अब हामी जस्तो लाभाले पढ्ने कुरा त भएन तर हजुरहरूलाई पढ्नु मन छ भने चाहिँ स्क्रिनसट गरेर पढिदिनु होला यो चाहिँ के हो यो त मलाई अझै पनि थाहा पाएन यार ल यो के हो है हजुरलाई थाहा भने कमेन्ट गरिदिनु होला मलाई चाहिँ थाहा भएन यहाँ चाहिँ बस्ने ठाउँ पनि रहेछ एकदमै व्यवस्थित रहेछ माथि टपमा चाहिँ डाँडासम्म आउनु चाहिँ जे जस्तो भए पनि डाँडामा आएपछि एकदमै व्यवस्थित रहेछ यहाँ चाहिँ हेर्नुहोस् डाँडाहरू हजुरहरूलाई मलाई अझै खुल्ला तारले चाहिँ देखाउन पाइनँ किनभने बिहानै हो कि अहिले कति बजी भने बढीमा बढी 7 बजी होला र आज चाहिँ पानी परेको छ हजुरलाई अघि मैले बताइसकेँ सिमसिम पानी पनि परेको छ त्यही कारण 7:30 भयो त्यो माथि हुसोहरूले लाएर चाहिँ सबै अँध्यारो भएको छ कि है थोपा पानी खाइदिए हामी आइपुग्यौँ ल एकछिन इन्जोय गर्छौँ थके मार्छौँ त्यसपछि फेरि भेट्छौँ है त ल केटा फाइनली वी आर अन द टप अफ सिलाइचुरी है यो चाहिँ चितवनको वान अफ द टप भने वान अफ द होइन वान नै हो टप हिल हो यो चाहिँ होइन हजुरहरूको अब नेपालको सगरमाथा भने जस्तै चितवनको चाहिँ सिराइचुली हो र यहाँ चाहिँ एउटा रहस्यमय कुरा चाहिँ के छ भन्दाखेरि हाम्रो कपालहरू उठेन अहिले छैन एकैछिनमा बसिदिन्छ उडियो एकैछिनमा आफै उडिदिन्छ ल अहिले उडेछ कपाल है तपाईँहरू यहाँ हेरिराख्नु है एकैछिनमा आफै बसिदिन्छ कि धप्प गरेर बसिदिन्छ कि केही बसाए जस्तो ल यस्तो आफूलाई भित्रबाट कस्तो फिल भएको कि मैले धेरैचोटि यस्तो के भयो भनेर कपाल मिलाउने कोसिस पनि गरेँ बाँधेँ पनि तर आफै उडिदिन्छ आफै बसिदिन्छ कि र अर्को कुरा चाहिँ त्यो नेपालको झन्डामा चाहिँ के कराइरहेछ कि एकैछिन शान्त हुन्छ अनि कपाल उड्ने बेला के कराइदिन्छ अनि कपाल झर्ने बित्तिकै त्यो बन्द भइदिन्छ के छ उडाउनु है तर जे जस्तो भए पनि एकदमै खुसी लाग्यो र
हजुरहरू पनि यो ठाउँमा आउन चाहनुहुन्छ भने चाहिँ म बस्छु नि यताबाट गर्न म थकी लाग्यो र हजुरहरू पनि यो ठाउँमा आउन चाहनुहुन्छ भने चाहिँ हामीले गरेर यस्तो गल्ती नगर्नु होला हामीले चाहिँ दुईवटा गल्ती गरे एउटा गल्ती पहिलो गल्ती भनेको चाहिँ हामीले डाँडा चढ्ने बेला चाहिँ पानी लिएनौँ के जुन कारणले गर्दा हामी एकदमै थाक्यौँ होइन बडी डिहाइड्रेसन त्यही हो कि जति भयो त्यही भयो होइन एकदमै मुख सुकेर चापचाप भा यहाँ पनि पानी नरहेछ लास्ट त्यो थकेलाएर भित्र चाहिँ बाहिरको यहाँको फ्रेस हावाले सब ठिक भइसक्यो तर भित्रपट्टि चाहिँ केही नपुग्या जस्तो चपचप भइरहेछ हजुर आउनु चाहनुहुन्छ भने पहिलो कुरा पानी चाहिँ लिएर आउनु र दोस्रो गल्ती भनेको त्यस्तो साथीहरू लिएर चाहिँ नआउनु होला है वहाँबाट हामीले सोचेर आएको लगभग 3 घन्टा हिजो नि लगभग 3.5 घन्टा बाइक चलाएर यस्तो अफरोडमा आयौँ यहाँ आयौँ आज बिहानै जाने भनेको खै छैन आधी बाटोसम्म साथ दिएर आएको आधी बाटोबाट उयो हामी नजाने यार पानी परेर लाग्यो यताउति भयो भनेर फर्किदिए तर पानी छैन परेको छैन कौन उडेको उडेन अहिले उड्यो यस्तो नयाँ यहाँ के भयो यार यहाँ जादु छ यार ल मात्र रक्षा गरून् केही नलाओस् है भुटपेट केही नलाओस् अनि अर्को भनेको चाहिँ हिल नलाओस् लेक नलाओस् सबै नलाओस् है रक्षा गरून् ठाउँ चाहिँ एकदमै बवाल छ अब हजुरहरूलाई मैले एकैछिन बस्छौँ हामी आधी घन्टा जति बस्छौँ किनभने हामीलाई हतार छ जानुपर्ने छ त्यति बेलसम्म मौसम साफ भयो भने चाहिँ हजुरहरूलाई एकदम डेन्जर सिनेमेटिक खेलाएर देखाइदिन्छु मौसम साफ भएन भने 0.5 मा हजुरहरूलाई यसो घुमाइदिन्छु अनि त्यसपछि फर्किनु पर्ने हुन्छ ल अहिले त तेरो नि आइज यसको बारेमा पनि सोधौँ है ल के कस्तो भएको छ त नि एकदमै रमाइलो भइरहेछ खुसी पनि लागिरहेछ होइन यति दुःख गरेर यही आउने भनेर आइएको आउन पनि पायो है एकदम धेरै खुसी लागिरहेछ यहाँसम्म आइपुग्दा चाहिँ अलिकति चाहिँ केही रहस्यमय कुराहरू पनि थाहा भयो तर के रहस्यमय कुरा के हो त्यो थाहा भयो त्यो अब घर गएर सोधेपछि थाहा हुन्छ होइन उता आमा बुवाहरूलाई घर गएर भन्दा नि अब यहाँबाट यो डाँडाबाट तल गाउँसम्म झरेर चाहिँ त्यहाँनिर अब गाउँको मान्छेलाई यसो सोधपुछ गर्छौँ र हामी बसेको होमस्टेमा गएर नि सोधपुछ गर्छौँ हामीले के छ कस्तो छ भनेर यहाँको विषयमा त्यही हो बाँकी कुराहरू भनिसक्यो हाम्रो ब्लगरले एकचोटि धन्य केटा हो धन्य 17 प्रो म्याक्स धन्य गाड भएको यो उता के भन्छ नि मानुकोट जाने बेला नि खसेको थियो तर अफसोस केही भएन अब त्यही हो बुझौँ न मिलाएर है ल हेरौँ न कपाल भनेर आफै उठिदिन्छ आफै बसिदिन्छ अचम्मै भइसक्यो भनेको यस्तो आफै बिगारेर जस्तो के त्यो के हो केटा अब एकछिन बस्छौँ चिल गर्छौँ अनि डेन्जर सिनेमेटिक खेलाएर देखाउँछ है त हजुरहरूलाई वाच इट आउट अरू भन्नु केही पनि छैन अरू सबै कुरा तिमीले जान के भयो अचानक झड्का लाग्यो मलाई यार सुपरम्यान भइस क्या अचानक झड्का लाग्यो यस्तो गरेको त र केटा हो हामी चाहिँ यहाँबाट जति सक्छ छिटो निस्किन्छु है यहाँ के भयो भनेर चाहिँ तिमीहरूलाई म बाटोमा गएर भन्छु यहाँबाट चाहिँ जति सक्छ छिटो निस्किहाल्छु हामी यहाँ जे नहुनु थियो त्यहाँ लास्ट भइरहेको क्या यहाँ लास्ट डे केटा हो ज्यान सिरिङ भएर भुत्लाधरि ठाडो हुन लागिसक्यो रौँधरि ठाडो हुन लागिसक्यो कसम मोबाइल चलाइदिने म मोबाइल बक गर्छु केटा हो लास्ट डे भएको छ जे नहुन्थ्यो त्यही भए म तिमीहरूलाई बाटोमा गएर भन्छु है यहाँ र केटा हो है हामी चाहिँ एकदमै छिटो आयौँ मेरो खुट्टा पनि कामिरहेको छ अझै के कारणले भन्दाखेरि चाहिँ त्यो माथि चाहिँ यति धेरै चड्कनी हान्यो नि मलाई 2 हान्यो यसले 3 हानेर चड्कनी हजुरहरूलाई म भ्लगमा मैले क्याप्चर गरेको छु हजुरहरूले भ्लगमा देख्न सक्नुहुन्छ तर हो यार चड्कनी यहाँबाट पास्ट भएर यहाँबाट गएको मलाई थाहा छ ऊ खुट्टा कामी हेर्नु अझै पनि सोच्दा त रौँ ठाडो भइरहेछ कि एकदमै धेरै चड्कनी हान्न थाल्यो त्यसपछि हामी चाहिँ अहिले पनि पछाडि देखिरह होला है छिटोभन्दा छिटो निस्क्यौँ हामीसँग एकदमै धेरै ग्याजेटहरू भएर चाहिँ हामीतिर चड्कनी हानिरहेछ अब सिधै हामी होटेलमा जान्छौँ होला तर के भन्ने यार धेरै कुरा अनुभव गर्न पाइयो 100 वर्ष बाँच्दा पनि त्यो कुरा अनुभव हुन्थेन होला त्यो कुरा आज अनुभव भयो र मेरो मोबाइलमा चाहिँ एकचोटि चट्याङ लगाएर मेरो मोबाइलको स्क्रिन चाहिँ फुटेको छ है तर बाहिरको हो भित्रको फुटेको छैन अफसोस है
त्यही हो, अरू के भन्ने। धेरै कुरा अनुभव गऱ्यो, एकदमै मजा आयो। धन्न सकुशल बाँचेर चाहिँ फर्किन पायौँ। त्यसको लागि चाहिँ छिराजुली मातालाई एकदमै फेरि मनैदेखिबाट धोक्न चाहन्छु है। लगडा त्यही हो, अब सिधै हामी रुममा गएर भेट्छौँ है त। है हामी चाहिँ रुममा आयौँ र सामानहरू सबै निकालेर अब चाहिँ घर जान लाग्यो है। यी केटाहरू हिँड्दैछन्, ट्याक टोलीहरू, बटालियन टोलीहरू। ल हामी पनि अब जानुपर्ने हुन्छ है त। अब बाटोतिर के कस्तो हुन्छ देखाउँछु है हजुरहरूलाई। अलराइट लगडा हो, यहाँ हाम्रो हात्तीबाङको चाहिँ अर्को सबैभन्दा ऐतिहासिक सामान भनेको चाहिँ चिज भनेको चाहिँ यो रहेछ। रक्षा गरून् है माताले, सरस्वती माताले। यो चाहिँ कसरी भन्दाखेरि यो ढुङ्गा चाहिँ लाई चाहिँ यही देखेर चाहिँ हात्तीबाङ बनाएको रहेछन् क्या ठाउँको नाम चाहिँ। यो चाहिँ ठुलो हात्ती जत्रो भएर ठुलो हात्ती भन्यो होला। अनि चेपाङ भाषामा चाहिँ के भन्छ ढुङ्गालाई बाङ भनेको चाहिँ, त्यही भएर हात्तीबाङ रहेछ यो ठाउँको नाम चाहिँ है। स्कुलहरू चाहिँ यस्तो छ है, तर ठिकै हो यस्तो ठाउँमा पनि यस्तो स्कुल त है, यत्तिको स्कुल चाहिँ राम्रै हो, धेरै राम्रो। ल यही हो, अब चाहिँ फर्किनुपर्ने हुन्छ है। बाटो दियो हामीलाई लगडा हो। हामी चाहिँ है हाम्रो होमस्टेबाट चाहिँ निक्लिसक्यौँ। अब चाहिँ घरतिरको यात्रा। बिहानको समयमा हामीले चाहिँ त्यही लेमन टी मात्रै खाएको, अरू केही पनि खाएको छैन। त्यही भएर अब कहाँनिर हुन्छ कहाँनिर गएर खाजा खान्छौँ। र पानी पनि एकदमै पर्न रहेछ, मौसमले यस्तो गाड गरेको छ केटा हो। मौसमले साथ दिएन, अरू कुरा त त्यस्तै हो। अब बाटोतिर एकदमै बिस्तारै जानेछौँ। ठाउँ ठाउँमा अब फोटो भिडियोहरू बनाउनु पर्नेछ, बनाउँदै जानेछौँ। र कहीँनिर केही देखाउनु पर्ने कुराहरू आयो भने चाहिँ म हजुरहरूलाई देखाउँछु। नभए चाहिँ सिधै खाजा खाने बेला भेट्छु है त। ल एउटा पानी पऱ्यो है, बाटोमा आउँदा आउँदै पानी परेर अड्किनु पऱ्यो। एउटा यहाँ एउटा यहाँ पानी परेर सबैजना नुन आएको कुरा जस्तो। बर्थडे भाइ, ह्याप्पी बर्थडे है फेरि पनि। कस्तो भयो त नि तपाईँको अनुभव? मजा आयो। लुगा लाएर नाक टालेर केही बोल्न सकेन। ड्याप ड्याप भएर सुई डलाम्रो सुई डलाम्रो सबै खोलिन्छ। एउटा बाँधो हेर नि त अचानक। ल अब जाने बेला भेट्छु नि एकचोटि। एउटा पानी रोकिन थाल्यो है, हल्का हल्का छ। अब हामी चाहिँ जानुपर्ने हुन्छ। धेरै रोकिनु खोज्यो भने चाहिँ त्यही हो, घर पुगिन्न। सेप सेप निमन्त्रण लाग्छ अरे। भर्खरको मान्छे बल्ल 42को मान्छेले निमन्त्रण लाग्छ अरे। सबजना आयो। अब बाटोमा के रमाइलो देख्यो भने देखाउँछु है त। लगडा हो है, बाटो चाहिँ यस्तो छ। यी सर र दुइटा बाइक अगाडि, एउटा त्यहाँ एउटा यहाँ, एउटा पछाडि छ त्यहाँ। हामी चाहिँ बिचमा है, शेर कवि पिछा नै होता जस्तो हामी बिचमा हो। के भन्यो अगाडिको बाइकलाई कटिङ गर्नु पानी सिमसिम सिमसिम परेर मजा आउँछ। राजे कता हो? पानी पर्यो है। मौसमले च्यालेन्ज हानेर बाजे हरालिने गएको जस्तो छ। यता त घरै छैन भनेको कि एकै ठाउँमा छ, त्यसपछि कति ठाउँ बेला छैन, फेरि माथि गएछ एक ठाउँमा झुप्प छ, फेरि छैन। ल लगडा हो, हामी चाहिँ हिजो आएको बाटो चाहिँ हराएर हामी चाहिँ अर्को बाटो छिरेछौँ होइन। र फर्किन पनि सक्थ्यौँ। मेन कुरा भनेको चाहिँ हाम्रो एकजना बाइक चाहिँ पानी परेको भएर मोबाइल चाहिँ यता राखेछ। अनि बत्तेछ क्या, त्यो पागल जस्तो फिलिली बत्तेछ। अब कहाँ पुग्यो के गर्यो केही थाहा छैन, त्यही भएर खोज्दै हिँडेको। यता चाहिँ सुन्तला खेती रहेछ, सब सुन्तला खेती केटा हो। चितवनमा पनि यस्तो सुन्तला खेती रहेछ। यता पनि सुन्तला खेती, पाकै सुन्तला खेती के। यहाँ पनि खोला माथि चाहिँ सबै सुन्तला खेती। बबाल छ बबाल केटा, भ्यू बबाल छ। के गर्नु, बाइक गाड, मान्छे पनि गाड, भोक लगाएर प्याक भइसक्यो, हराए मान्छेहरू। तपाईँ चाहिँ हजुर हजुर त्यही कुरा हो है। अब बिस्तारै बत्तिन्छ बाटोतिर। अब कतैतिर के भएछ देखाउँछु तपाईँले। तर सुन्तला खेती हेर्नु नि, सब सुन्तला खेती केटा हो, सब यत्रो सुन्तला खेती है। कसम कति कमाउँछ होला अहिले पुरा वार्षिक। अब राम्रो बिक्री हुनु सक्यो भने, राम्रो फल्न सक्यो भने, फल अब बाँदर सादरले नखाइदिने, राम्रो फल लाउनु सक्यो भने राम्रै जान्छ। राम्रै जान्छ, चल्छ मैले फर्स्ट टाइम देखेको सुन्तलाको बुढा आफ्नै अगाडि यत्रो, त्यही पनि बुढा आफ्नै चितवनमा कि यत्रो धेरै। लगभग वहाँदेखिबाट यहाँ भने चाहिँ लगभग 2 देखिबाट 3 बिघामा सब सुन्तला खेती सब हो कि यो। यस्तो छ बाटो चाहिँ केटा हो है। र अब हामी चाहिँ डाँडा उभिँदैछौँ। अब बिचमा केही नयाँ नौलो भएछ हजुरलाई देखाउँछु नि है।
अलिकति काट्यो क्या यार ल केटा कष्ट हेर दुःख कष्ट त्यही उडाइसक्यो त्यसले ओइ के कान्छ त राइडर हो क्या 220 राइडर ओइ आयो आयो गोर्खाली आयो उइली ओइ कान्छले हान्ने यार ओइ पास अर्को है अर्को 220 पास अब यहाँ 200 चालू भनिदिनु ओइ पास फाइनली सबैजना डाँडा उक्लिसक्यौँ है यस्तै रमाइलो ठाउँमा चाहिँ हजुरलाई भेट्छु है त म केटा हो बल्ल केटाहरू भेटाएर लड्दै पर्दै हामी चाहिँ हिजो खोलामा आइपुग्यौँ है पुल बन्दैछ हिजो खोलामा आइपुग्यौँ अबको मेन भनेको चाहिँ एउटा उकालो बाँकी छ होइन त्यो उकालो उकालिसकेपछि चाहिँ सबै पिच हो त्यसरी त्यो उकालो उकाल्न चाहिँ अब कष्ट गर्नुपर्ने हुन्छ होइन म देखाउँछु तपाईँहरूले उकालोमा गएर है ल केटा हामी आउनु पर्ने चाहिँ खासमा यो डाँडाबाट होइन तर केटाहरू हराएको कारणले गर्दा घुमेर त्यो डाँडा उहाँ डाँडाबाट यस्तरी घुमेर त्यो डाँडाबाट यो डाँडाबाट हुँदै यो बाटो हुँदै आयो यहाँसम्म आयो त्यसपछि रोकाइ म देखाउँछु यो बाटो आयो त्यसपछि यो छ नि यो डोजरबाट उता झरेर यस्तो हुँदै यस्तो घुमेर यस्तो हुँदै त्यहाँबाट यस्तो हुँदै फाइनली आयो है ल सबैजना एकजुट भइसक्यो केटाहरू है सबैजना सँगै छ नि कस्तो भयो कान्छा तानेखेन बाइक सबैले साथ दियो होइन ल अब सिधै खान्डामा गर्नु हुन्छ त केटा हो खान्डामा आइपुग्यो है खाँदा चाहिँ समोसा एकदमै हतार भएको कारणले गर्दा समोसा मात्रै खाएर जाने अझ हामी कहाँ भन्दाखेरि जुत पानी सक्यो जानबाट जुत पानी भिडियो भ्लग लाएर होला लाएको